नमस्ते। आज चाहिँ म यहाँ नेपालको यो काठमाडौँमा चाहिँ पुगिरहेको छु। सधैँ चाहिँ हामीले उता युएसए न्युयोर्कमा बसेर चाहिँ लाइभ हेर्थ्यौँ र आज चाहिँ पटक चाहिँ यहाँ मैले 2 हप्ता पुग्नु पाउँदा मलाई पनि यहाँ गौरव लागेर चाहिँ 2 हप्ता राख्दैछु र म छोटो घिसिटासी जिल्लाको बारेमा राख्छु। उहाँ चाहिँ तातपानीमा जन्मिनु भएर चाहिँ इन्डियामा बुद्धिस्ट फिलोसफीको चाहिँ अध्ययन गर्नु भएर चाहिँ अहिले हालमा चाहिँ उहाँ युएसए न्युयोर्कमा चाहिँ बसिरहनु भएको छ र उहाँ अहिले न्युयोर्कमा यो धर्मको फिलोसफी टिचिङ अनि यो पूजाहरू भयो अनि उहाँले धेरै यो अनलाइन क्लासेसहरू पनि दिनुहुन्छ। यो अनलाइन क्लासेस चाहिँ उहाँले इन्टरनेसनलमा दिनु भइरहेको छ। अहिले पनि यो कोरोनाभन्दा अगाडि चलिरहेको थियो तर अहिले पनि कन्टिन्यू भइरहेको छ र त्यही भयो। अनि एउटा चाहिँ म पनि अहिले यो घिसिटासी जिल्लाको फाउन्डेसनको चाहिँ एउटा मेम्बर हुँ।